नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। छुट्टा-छुट्टै दुर्घटना, 3 जनाको मृत्यु, 1 जना घाइते। महोत्तरीमा भारतबाट लघु औषध बोकी नेपाल प्रवेश गरेका 2 युवकलाई पक्राउ। प्रधानमन्त्री ओली र भारतका पूर्व प्रधानमन्त्री एसडी बीच भेटबाट द्विपक्षीय हितका बारे छलफल। फ्रान्सको राजधानीमा 3 हप्तादेखि इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा निरन्तर प्रदर्शन। र सहित ए डिभिजन लिगमा आज 3 खेल हुँदै। अब समाचार विस्तारमा। धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई थाक्रे गाउँपालिका सदस्य कालमा ठक्कर दिँदा 1 जनाको मृत्यु भएको छ। बा 3 ख 8395 नम्बरको बसले बा 3 6 प 8357 मोटरसाइकललाई आइतबार बिहान 8 बजे ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका 5 का नारायण काजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलमै सवार अर्का 1 व्यक्ति भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उनको अहिले धाक्रे अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले केही बेर राजमार्गमा प्रदर्शन समेत गरेका थिए। प्रदर्शनका कारण केही बेर राजमार्गको सवारी अवेग समेत प्रभावित भएको थियो, तर अहिले अवरोध हटाएर सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। तनहुको घिरिङ गाउँपालिका 3 सिलिङमा शनिबार राति 11 बजे ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्र्याक्टर चालक भीमा नगरपालिका 1 बस्ने 26 वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका 3 बस्ने 36 वर्षीय सुखबहादुर विक रहेका छन्। उनीहरूको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना 6 त 6860 नम्बरको ट्र्याक्टर सडकबाट 100 मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। चितुवाको आक्रमणबाट तनहुमा शनिबार साँझ 1 बालकको ज्यान गएको छ। भानु नगरपालिका 2 डडेलो 12 मा चितुवाले आक्रमण गर्दा 10 वर्षीय बालक अमृत गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। साँझ 7 बजेतिर बेलुकीको खाना खाएर हात चुट्ने क्रममा चितुवाले बालकमाथि आक्रमण गरेको अमृतका बुवा माइला गुरुङले बताउनुभयो। बालक उपचारको क्रममा डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा ज्यान गएको हो। यसअघि पनि भानु नगरपालिकामा चितुवाको आक्रमणबाट 2 बालिकाको ज्यान गुमाइसकेका छन्। गएको कार्तिक 29 गते भानु नगरपालिका 4 की 4 वर्षीय रञ्जिता लम्सालको चितुवाको आक्रमणबाट ज्यान गएको थियो। त्यस पश्चात सुरक्षाकर्मीले चितुवाको खोजी गरे पनि फेला नपरेपछि छोडेका थिए। भारतबाट लघु औषध बोकी नेपाल प्रवेश गरेका 2 युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका 6 बस्ने 18 वर्षीय मौसम लामा र वडा नम्बर 10 बस्ने 19 वर्षीय भीमबहादुर खप्तरी मगर रहेको प्रहरी नायक उपनिरीक्षक खड्काले बताएका छन्। शनिबार दुवैजना भारतको सीतामढी जिल्ला अन्तर्गत रहेको भीमोर शहरबाट लघु औषध नाइटोभेट 150 थान सहित महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका 3 स्थित मलिबारा बस बिसौनीमा जाँचको क्रममा पक्राउ परेका हुन्। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अब समाचारमा केही बेर विश्रामपछि प्रधानमन्त्री ओली र भारतका पूर्व प्रधानमन्त्री एचडी बीच भेटवार्ता द्विपक्षीय हित बारेमा छलफल। फ्रान्सको राजधानीमा 3 हप्तादेखि इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा निरन्तर प्रदर्शन। र सहित ए डिभिजन लिगमा आज 3 खेल हुँदै। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्व प्रधानमन्त्री एसडी
देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ। शनिबार साँझ सोल्टी क्राउन प्लाजामा उहाँहरूबीच भएको भेटवार्ता द्विपक्षीय हितको बारे कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै जाने विषयमा उहाँहरूबीच छलफल भएको छ। दुवै मुलुकलाई फाइदा हुने गरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजनालाई कार्यान्वयन गर्ने सम्बन्धमा समेत उहाँहरूबीच कुराकानी भएको सल्लाहकार डाक्टर भट्टराईले जानकारी दिनुभयो। यस्तै जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि दुवै देशले सामूहिक प्रयास गर्ने र दुवै देशका जनताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने विषयमा उहाँहरूबीच छलफल भएको उहाँले बताउनुभयो। पुरानो चिनजान समेत रहेकाले भेटमा उहाँहरूबीच आपसी अनुभव आदान प्रदान समेत भएको सल्लाहकार डाक्टर भट्टराईले जानकारी दिनुभयो। भेटघाटमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेपालका लागि भारतीय राजदूत मनदीप सिंह पुरी लगायतको उपस्थिति थियो। प्रधानमन्त्री देवेगौडा एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आउनु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारी COP24 को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्यान्डको राजधानी वार्सा पुगेकी हुन्। पोल्यान्डका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेर राष्ट्रपतिका साथ वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, सांसद पूर्ण कुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भूषाल, चन्दा चौधरी र राम सहाय यादव पनि छन्। परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञ लगायतका उच्च अधिकारी पनि यसै क्रममा वार्सा पुगेका छन्। राष्ट्रपति भण्डारीले विश्वका 196 मुलुकका सहभागीले जलवायु परिवर्तन सम्बन्धी नेपालको आधिकारिक धारणा बताउने कार्यक्रम रहेको छ। कार्यक्रमका बीच राष्ट्रपतिले पोल्यान्डका समक्ष आन्द्रे सेटियन दुदासँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ। यसअघि राष्ट्रपति भण्डारी कतारको राजधानी दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतार स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गायत्री बहादुर पौडेल लगायतका अधिकारीले स्वागत गरेका थिए। निर्मला पन्तको तस्बिर अंकित पोस्टरहरू प्रहरीले च्यातेर फाल्न थालेपछि स्वतन्त्र युवाहरूको समूहले आफूले लगाउने ज्याकेट र ब्यागहरूमा स्टिकर टास्न थालेका छन्। सो समूहले सवारी साधन, ज्याकेट, क्याप र झोलामा सरकार भेटियो न्याय भेटिएन लेखिएको स्टिकर टास्ने अभियान सुरु गरेको हो। यसो गर्दा प्रहरीले च्यातेर फाल्न नसक्ने उनीहरूको ठहर छ। स्वतन्त्र युवाहरूले समूहले अहिले यही अभियान चलाइरहेको छ र अरूलाई पनि यस्ता पोस्टर लगाएर न्यायको लडाईँमा साथ दिन आह्वान गरेका छन्। अब फेरि समाचारमा केही बेर विश्रामपछि फ्रान्सको राजधानीमा 3 हप्तादेखि इन्धनमा भएको मूल्य वृद्धिको विरुद्धमा निरन्तर प्रदर्शन र शहीद ए डिभिजन लिगमा आज 3 खेल हुँदै। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। फ्रान्सको राजधानी पेरिसमा 3 हप्तादेखि इन्धनमा भएको मूल्य वृद्धिको विरुद्धमा निरन्तर जस्तै प्रदर्शन भइरहेका छन्। चम्किलो पहेँलो रङको ज्याकेट लगाएका आन्दोलनकारीले गरेको प्रदर्शनलाई रोक्न त्यहाँको प्रहरीले पानीका फोहोर र आश्रु ग्यास समेत प्रहार गरेका छन्। उग्र प्रदर्शन गरेको भन्दै फ्रान्सका प्रधानमन्त्री एडुआर्ड फिलिपले विरोध प्रदर्शनको निन्दा गरेको छन्। उहाँले प्रदर्शनका नाममा सार्वजनिक सम्पत्तिमाथि तोडफोड गरेकाले प्रदर्शनकारीलाई माफी नदिने बताउनुभयो। 3 हप्ता यता भएको प्रदर्शनका क्रममा 1 जना प्रदर्शनकारीको ज्यान गइसकेको छ। यसैबीच पछिल्लो पटक भएको प्रदर्शनको 100 भन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलनमा 36,000 भन्दा धेरै नागरिक सहभागी भएको फ्रान्सेली अधिकारीहरूले बताएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल मैक्रोनले सरकारले इन्धन करमा गरेको वृद्धि फिर्ता नगर्ने बताउनुभयो।
अब खेल समाचार। सिराहाको मिर्चयामा सम्पन्न टी20 क्रिकेट प्रतियोगिताको उपाधि सिराहा एकेडेमीले कब्जा गरेका छन्। विजय दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित अन्तर जिल्ला स्तरीय टी20 प्रिमियर लिग एमपीएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा सिराहा एकेडेमीले महेन्द्रनगर क्रिकेट टिमलाई 4 विकेटले पराजित गर्दै विजयी भएका छन्। टस जितेर पहिलो ब्याटिङ गरेको महेन्द्रनगर टिमले 18 ओभरमा अल आउट हुँदै 64 रन बनाएको थियो। जवाफमा 65 रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेका सिराहा एकेडेमीले 18.5 बल खेल्दै 6 विकेटको क्षतिमा लक्ष्य हासिल गर्दै विजयी भएका छन्। मिर्चया नगरपालिका वडा नम्बर 5 स्थित मोहन माविको मैदानमा भएको खेलमा विजेता टिम सिराहा एकेडेमीलाई मिर्चया नगरपालिकाका मेयर सर कुमार यादवले 25,000 रुपैयाँ नगद र ट्रफी प्रदान गरेका थिए। त्यसैगरी उपविजेता टिम महेन्द्रनगरलाई आम्बे ट्रेडर्स एन्ड ग्लोबल ट्रेडिङ मिर्चया सञ्चालक लाल बाबु शाहले 15,000 नगद र ट्रफी प्रदान गरेका थिए। पुरस्कार वितरण गर्दै मेयर यादवले नगरको खेलको विकासका लागि मिर्चयामा प्रदेश स्तरका खेलकुद आयोजना गर्दै उद्घोषण गरेका छन्। कार्यक्रममा वडा नम्बर 4 का वडा अध्यक्ष दिनेश कुमार यादव, वडा नम्बर 5 का वडा अध्यक्ष धीरेन्द्र कुमार शाह लगायत स्थानीयवासी, व्यापारी, खेलप्रेमी लगायतका उल्लेख्य उपस्थिति रहेको थियो। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज 3 खेल हुँदैछन्। ललितपुरको 7 बाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ। लिगको 4थो स्थानमा रहेको आर्मीले 6औं स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको हो। 4 खेलमा 3 खेलमा जित र 1 खेलमा बराबरी खेलेको आर्मीको 10 अङ्क रहेको छ। यता हिमालयन शेर्पाको पनि 10 अङ्क नै रहेको छ। आजको खेलमा दुवै टिम जितको खोजीमा हुनेछन्। त्यस्तै आज 11 बजे एन्फा कम्प्लेक्सको खेल मैदानमा नै फ्रेन्ड्स क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गरेको छ। लिगको 11औं स्थानमा मच्छिन्द्र रहँदा 13औं स्थानमा फ्रेन्ड्स क्लब रहेको थियो। हलचोक स्थित एपीएफको खेल मैदानमा आज 2:30 ब्रिगेड बोयज क्लबले जौलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। छुट्टा छुट्टै दुर्घटना, 3 जनाको मृत्यु, 1 जना घाइते। महोत्तरीमा भारतबाट लागु औषध बोकी नेपाल प्रवेश गरेका 2 युवकलाई पक्राउ। प्रधानमन्त्री ओली र भारतका पूर्व प्रधानमन्त्री एचडी बीच भेटवार्ता, द्विपक्षीय हितका बारेमा छलफल। फ्रान्सको राजधानीमा 3 हप्तादेखि इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा निरन्तर प्रदर्शन। र शहीद ए डिभिजन लिगमा आज 3 खेल हुँदै। हस्त अहिलेले समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।